ल हजुर नमस्कार। नमस्कार सर। आरामै हुनुहुन्छ? एकदमै आरामै छु सर। ल आज हजुरलाई मैले तपाईको एउटा बाल्यकाल अथवा त्यो चाइल्ड लाइफमा नै फर्काउन चाहन्छु हैन। तपाईको यो चाइल्ड लाइफको कुरा गर्यो भने तपाईलाई त्यो के त्यसमा कसरी के भन्न चाहनुहुन्छ? तपाईको बाल्यकाल कसरी बित्यो हैन? कहाँ बित्यो? ए हस् सर, धन्यवाद सर। मेरो बाल्यकालको कुरा गर्दाखेरि अब यसो हेर्दाखेरि मेरो परिवार चाहिँ ठुलो परिवार। हजुर। 4 जना हामी बच्चा, सबभन्दा ठुलो म छोरी। अनि त्यसमा पनि अब जेठी छोरी भएको हिसाबले अब भाइ बहिनीहरूलाई पनि अब आफैले हैन हेर्नुपर्ने हैन उ गर्नुपर्ने मैले। अनि मेरो बाबा पनि के हो भन्दा टिचर हुनुहुन्छ के, उहाँले पनि टिचिङ गर्नुहुन्थ्यो, उहाँ एउटा शिक्षक हुनुहुन्थ्यो। अहिले त रिटायर भइसक्नु भयो। अहिले त रिटायर भइसक्नु भयो, अहिले यही इयरबाट रिटायर हुनुभएको। अनि मेरो अब भाइ बहिनीहरूलाई चाहिँ प्रायः मेरो बाबा पनि अब स्कुलमा अहिले आएर बुझ्दाखेरि चाहिँ के त्यसलामा अब एज अ टिचर घरमा हामीलाई बाबाले होमवर्क गराउने सिकाउने त्यो गर्नुहुन्न थियो कि। बच्चादेखि नै मैले त्यो भाइ बहिनीहरूलाई अब पढाइ लेखाइको काममा एकदम सहयोग गर्ने, अब हेरिदिने। मेरो आमाले चाहिँ अब मेरो आमा चाहिँ घरमै हो, घरको काम गर्नुहुन्थ्यो। घरमै बस्ने, हामी बालबच्चाहरूलाई अब हेर्ने, हाम्रो हेरचाह गर्ने, अनि खाना पकाउने, अब त्यही घराइसी भनौँ न हाउसवाइफ। तपाईले हेर्नुहुन्थ्यो, त्यो मम्मीलाई पनि बच्चाहरूलाई पढ पढेन त्यो भन्नु पर्दैन थियो। अनि यसो छरछिमेकीको कुरा गर्यो भने साथी सङ्गतमा कतिको खेल्नुहुन्थ्यो, कतिको घुलमिल गर्नुहुन्थ्यो? त्यो घुलमिलको कुरा गर्यो भने सर म त एकदम सोसियल। हजुर। मलाई बाहिर खेल्न पाएँ, साथीभाइहरूसँग गफ गर्न पाएँ, मलाई त्यही हो मेरो पहिला इन्ट्रेस्ट। भन्दाखेरि नि के भन्दाखेरि पहिला हामीले बच्चामा अब तिम्रो हबी के हो भन्दाखेरि सोद्धाखेरि च्याटिङ विथ फ्रेन्ड्स, ह्याङ्गिङ आउट विथ फ्रेन्ड्स हैन, बाहिर खेल्ने, त्यही हुन्थ्यो मेरो सर। एकदमै हबी थियो। हजुर, एकदम धेरै बोल्नुपर्ने मलाई, एकदमै बोल्नुपर्ने, अरूलाई बोल्न त्यो पालो पनि नदिने, आफैले बोल्ने, धेरै बोल्नुपर्ने मलाई, एकदम बोलाइलो। अनि धेरै अलिकति म एक्टिभ पनि थिएँ कि। अब बच्चा मेरो भाइ बहिनीहरूको कम्पेरिजनमा म चाहिँ अलिक एक्टिभ पनि थिएँ। अब स्कुले जीवन कसरी बिताउनु भयो? अब मैले स्कुले जीवनमा चाहिँ अब हामी बाबा टिचर भएकोले बाबा सँगसँगै स्कुल जाने। अब त्यो स्कुलमा हाम्रो पढाइ, अब मैले पढेको विद्यालय चाहिँ एसएस हर्मन माइन्डर स्कुल हो। अनि हाम्रो एसएस हर्मन माइन्डर स्कुल यो काभ्रे पलाञ्चोक हो। हामीलाई पढाइ लेखाइ भन्दाखेरि प्र्याक्टिकल्ली नै जाने हो। प्र्याक्टिकल्ली नै जाने हो। अब प्रोजेक्टहरू दिएर एकदम हाम्रै स्टुडेन्टहरूलाई चाहिँ एकदम इन्टरेक्ट गराउने खालको टिचर हुनुहुन्थ्यो। हरेक कुरामा एक्टिभ पार्टिसिपेसन हुनुपर्थ्यो। अब हाम्रो त्यहाँ विभिन्न एक्टिभिटिजहरू गराइरहेको थियो। अनि हाम्रो यो अब स्कुलमा अब जाँदाखेरि अब क्लासहरूमा एटेन्ड गर्दाखेरि सरहरूले एकदम प्र्याक्टिकलमा चाहिँ बढी फोकस गर्ने, स्टुडेन्ट्समा चाहिँ इन्ट्रेस्टमा चाहिँ बढी फोकस गर्नुहुन्थ्यो यिनीहरूलाई है भन्ने हिसाबले चाहिँ अब यसरी पढाइ हुन्थ्यो। अनि नाच्न मलाई एकदम मन लाग्ने। अनि नाच्नलाई चाहिँ म त्यसमा चाहिँ एक्टिभली पार्टिसिपेट गर्ने नाच्नको लागि चाहिँ। अब त्यो बाहेक अरू जस्तो अब स्पिचहरू, हाम्रो वाद विवाद, वक्तृत्व कला हुन्थ्यो, त्यसमा चाहिँ म कहिले पनि भाग लिएन। अनि त्यसपछि अर्को भनेको स्कुलमा हाम्रो प्रिफेक्ट काउन्सिल मेम्बर भन्ने हुन्थ्यो। प्रिफेक्ट काउन्सिल मेम्बर भनेको चाहिँ हामीले अब एज अ स्टुडेन्ट, एउटा स्टुडेन्टले अब अरू स्टुडेन्टहरूलाई चाहिँ अब एसेम्ब्लीमा पठाउने, नेलहरू यो क्लिननेसहरू चेक गर्ने, अब यो ब्रेक टाइम अब हामीले जो भनेको चाहिँ टिचरहरूलाई सपोर्ट गर्ने। त्यो हाम्रो त्योमा चाहिँ म प्रिफेक्ट मेम्बर काउन्सिल भएर चाहिँ मैले त्यसरी स्कुलमा चाहिँ त्यो पनि त लिडरसिप गरेको थिएँ। त्यो पनि एउटा गरेको थिएँ, त्यो थियो। अनि +2 सम्म मैले एसएसमै गरेँ। हजुर। त्यसपछिको क्याम्पस जीवनको कुरा गरौँ थोरै। अब क्याम्पस जीवनको कुरा गर्दाखेरि सर अब मलाई त्यो टाइममा अब हाम्रो टाइम भनेको त सोसल मिडियाको यो पुरा टेक्नोलोजीको जमाना पनि थिएन। अब हामीले अब त्यति धेरै त्यो आइडिया पनि थिएन कुन फिल्डमा जाने, कुनमा जाने भन्ने त्यो भयो। अनि मलाई चाहिँ मेरो बाबाले चाहिँ अब सजेस्ट गर्नुभएको थियो, तिमी एजुकेसनमा जाऊ हैन, अथवा एजुकेसनमा चाहिँ तिमी जोइन गर, पछि तिमीहरू अब फिमेलको लागि चाहिँ नेपालमै बसेर चाहिँ राम्रो हुन्छ, करियर राम्रो हुन्छ भनेर त्यो मलाई सजेस्ट गर्नुभएको थियो। त्यो टाइममा चाहिँ हाम्रो टाइममा चाहिँ कस्तो भयो भने साथीहरू जे गरे त्यही, मेरो साथी कहाँ पढ्छ, मेरो साथी कहाँ जान्छ, त्यही हेरेर चाहिँ म चाहिँ त्यसरी के साथीकै लैमा गएर उनीहरू कुन कलेजमा पढ्ने, कुन विषय लिएर पढ्ने भयो। अनि मैले +2 चाहिँ मैले स्कुलमै गरेको भएर +2 हाम्रो चाहिँ म्यानेजमेन्टमा थियो। अब म्यानेजमेन्टबाट अब मलाई ब्याचलर जोइन गर्नलाई अब म्यानेजमेन्टमै जाने भयो। मैले ब्याचलर
BBS ब्याचलरमा चाहिँ मैले BBS लिएर अब यो बिजनेस स्टडिजमा ब्याचलर गरेको त्यसलासम्म नि मैले आफ्नो करियर म के गर्छु त मेरो प्लानिङ के थियो त्यो पनि मैले सोचेको पनि थिइनँ केही प्लानिङ थिएन तपाईको क्यारियर प्लानिङ थिएन केही थिएन अब मैले के सोचेँ भने म्यानेजमेन्ट पढेपछि हामीले ब्याङ्कर भएर काम गर्ने हो मेरो अब त्यही भनेर म त्यही फ्लोमा गएँ पछि अब ब्याचलर पढ्दा पढ्दा अब मेरो 2-4 जना साथीहरूले जबहरू गर्ने यस्तो भयो त्यसपछि अब मलाई पनि के लाग्यो भने अब एज अ ब्याचलर हैन अब मर्निङमा क्लास डेमा त यतिकै फ्री त्यो फ्री टाइमलाई त आफूले युटिलाइज गरौँ केही न केही गरौँ भन्ने हिसाबले चाहिँ अब हाम्रोमा चाहिँ के छ भन्दाखेरि टिचिङ भनेपछि इजिली एसए पास गर्ने बित्तिकै टिचिङमा पाइहाल्यो +2 पास गर्यो टिचिङमै हैन सर अब एज अब मैले त्यो आफ्नो टाइमलाई फ्री टाइमलाई चाहिँ युटिलाइज गर्नको लागि हैन आफूलाई पनि अलि बढी के भन्छ अब यो नलेजहरू हैन होस् ज्ञान होस् भनेर चाहिँ अनि मैले पनि अब मेरो 2-3 जना साथीहरुसँग मिलेर टिचिङमा जाउँ न त हाम्रो पार्ट टाइम हैन यसो फ्री टाइममा एउटा युटिलाइज पनि हुन्छ यो टाइमलाई हैन यतिकै किन बस्ने आफूलाई पनि धेरै नलेज हुन्छ कन्फिडेन्ट बढ्छ हैन केही न केही कुरा त सिकिन्छ नि सिकाइ त हो नि भनेर ल हुन्छ नि त ठिक छ भनेर अनि हामीले टिचिङको लागि अब एउटा यो प्राइभेट स्कुलहरुमा चाहिँ अप्लाई गर्यौं अनि गर्दाखेरि उहाँहरूले अब जुनियर्सबाटै अब मैले चाहिँ सुरुमा स्टार्टिङ गर्दाखेरि चाहिँ केजी 1 2 3 लाई चाहिँ मैले साइन्स पढाएँ अब मेरो त अब हामी ठ्याक्कै टिचिङ पेसामा आइहाल्यो चौथो विषयवस्तु भनेको टिचिङ पेसा हो तपाईले सिधै टिचिङ पेसामा आउनु भएको छ मलाई के लागेको थियो भने अरूमा पनि काम गरेर पछि टिचिङमा पनि आउन सक्छ भन्ने त्यस्तो थियो तर तपाई सिधै टिचिङ पेसाबाटै सुरु गर्नु भएको रहेछ हैन जो कि अलरेडी तपाईको बाबा नै टिचर हुनुहुन्छ हैन हो त्यो भयो अनि मैले अलिकति अब त्यो टिचिङ पेसामा आए अनि त्यहाँ मैले 5 वर्षसम्म साइन्स पढाएँ मैले पछि अब त्यहाँबाट अपग्रेड हुँदै गएर 5 सम्म मैले साइन्स पढाएँ अब त्यो जुनियर सेक्सनहरुलाई मैले पढाएँ अब त्यसरी टिचिङ गर्दा गर्दा मैले 5 वर्ष त्यहाँ बिताएँ हैन गरे मेरो आफ्नो ब्याचलर पनि मैले सकाएँ त्यही अनुसार पढाइ साथसाथै आफ्नो पेसामा पनि उ भए पछि टिचिङ गर्दा गर्दै के भयो भन्दाखेरि म चाहिँ अब मैले बाल्यकालमा फेरि जानु पर्यो मेरो म चाहिँ कस्तो थियो भने बच्चाहरू जोसँग नि मिल्न सक्ने बच्चाहरूलाई पनि मैले एकदम फकाउन उ गर्न सक्ने बच्चाहरूसँग नि मलाई त्यो झन्झट नहुने के बच्चाहरूसँग एकदम मिल्ने अब उनीहरूलाई खेलाउने उनीहरूसँग खेल्न उ गर्न मलाई एकदम मनपर्ने बच्चा मलाई एकदम मनपर्ने मैले त्यो गरेँ अनि 5 इयर्ससम्म मैले त्यो कन्टिन्यू गरेँ टिचिङमै आबद्ध भएँ म त्यसरी नै त्यहीबाट मैले धेरै कुरा सिकेँ हैन कसरी अब इन्टर्याक्ट गर्ने सोशल हुने हैन धेरै कुरा मैले सिकेँ त्यहाँबाट अनि पछि मैले 2 इयर्स चाहिँ ब्रेक लिए अब मेरो ब्याचलर सकियो अब मैले मास्टर्स जोइन गर्नुपर्ने छ अब पढाइमा ध्यान दिनु पर्यो अब अहिले त क्वालिफिकेसनमा पढाइलाई पनि पढाइ त चाहिहाल्यो एक्सपिरियन्सका साथसाथै पढाइ पनि लानु पर्यो अनि मैले त्यो टिचिङ स्टार्टिङ गर्दाखेरि पनि मैले एक्सपिरियन्स गर्नको लागि पनि हो अनि त्यसपछि अब मैले त्यो 2 इयर्समा ब्रेक लिएर मैले मास्टर्स जोइन गरेँ एमबीएस चाहिँ जोइन गरेँ अब त्यही गएँ अब त्यहीमै गएँ अब पढाइ त्यही छ त्यही उमा चाहिँ अब त्यही कम्प्लिट गर्नु पर्यो भने त्यतातिर गएँ मलाई त्यतिसम्म पढुन्जेलसम्म पनि मलाई त्यो ब्याचलर्स कम्प्लिट हुँदासम्म पनि मलाई यो ब्याङ्कमा जानुपर्छ हैन मैले यो गभर्नमेन्ट जबको लागि मैले लड्नुपर्छ भन्ने मलाई त्यो कहिले पनि त सोचै आएन घरमा फ्यामिलीहरूले त भन्नुहुन्थ्यो अब मेरो बाबाले चाहिँ यस्तो सजेस्ट गर्नुहुन्थ्यो यस्तो गर भन्दाखेरि अब मलाई चाहिँ अर्को भनेको अब अहिले म टिचर छु अब मैले यस्तो भन्दाखेरि टिचरलाई पनि पढ्न मन लाग्दैन भन्ला है तर मलाई त्यो इन्ट्रेस्टै थिएन कि पढाइमा त्यति इन्ट्रेस्ट लाग्दैन थियो मलाई त्यो पढ्न नै त्यो झ्याउलले मैले त्योमा इन्ट्रेस्टै देखाइनँ अनि पछि लोकसेवाहरूमा मैले त्यो कहिले हजुर सर कहिले मैले उ गरिनँ अनि त्यसपछि मैले अब त्यो 2 इयर्सको ब्रेक लिएपछि त्यो भन्दा अगाडि मैले त्यो जुन ब्रेक लिएँ त्यो टाइममा चाहिँ मैले के सोचाएँ भने मैले म्यानेजमेन्ट लिँदाखेरि म्यानेजमेन्ट पढ्दाखेरि एमबीएस पढ्दाखेरि अनि हाम्रो त्यो अब लास्ट सेमेस्टरमा चाहिँ अब त्यो के भन्छ ट्रेनिङहरू हाम्रो यो इन्टर्नसिप भन्ने न इन्टर्नसिपहरू लिनुपर्ने त्यो एउटा प्र्याक्टिकल हैन त्यो लर्निङ त्यो भएकोले चाहिँ अनि मैले यहाँ बनेपाकै यो वाणिज्य ब्याङ्कमा चाहिँ मैले इन्टर्न 3 मन्थको लागि इन्टर्न गरेँ अनि 3 मन्थमा अब मैले त्यहाँ पनि अब होस् अब मैले यो ब्रेक पनि लिएँ टिचिङ पनि मेरो 5 इयर एक्सपिरियन्स भयो अब म यतातिर आउनु पर्यो अब मेरो पढाइ यता मेरो फिल्ड यो एमबीएसमा चाहिँ अब मैले यतातिर जानुपर्छ होला भनेर मैले त्यो इन्टर्न गर्दाखेरि मैले लिएँ 3 मन्थमा सर 3 मन्थ भन्दा मलाई 4 मन्थ राखियो त्यो बेलामा अब त्यो धेरै अब त्यो वर्कहरू भएर चाहिँ हामी इन्टर्नसिप गर्नेहरूलाई चाहिँ अब अलिकति एक्सटेन्ड गर्दै काममा
मैले के बुझेँ भने मैले त्यसलाई के रियलाइज गरेँ भने ओहो मैले पढ्न त मैले म्यानेजमेन्ट पढेँ तर मेरो यो फिल्डै होइन रहेछ जस्तो फिल भयो मैले करियर यहाँ बनाउन सक्छु होला बच्चैदेखि हैन बच्चासँग गर्ने भयो अनि मलाई चाहिँ कस्तो भयो भने त्यो गर्दा 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 मलाई त्यो अब मैले पढ्न त म्यानेजमेन्ट पढेँ तर म यो मेरो करियर यहाँ चाहिँ होला जस्तो लागेन मलाई कुर्सीमा बसेर गर्न मैले मेरो त्यो हो जस्तो मलाई त्यो भएन त्यो ठटै आएन त्यसपछि अनि मैले गरेँ मलाई त्यो लामा गर्दाखेरि कस्तो त्यो त्यो ब्याङ्कमा त्यो अर्कै त्यो आफूलाई टाइमै दिन नसके हो कि त्यो मेरो इन्ट्रेस्ट पनि नभएर हो कि त्यो भयो अनि त्यसपछि मैले तर जसो मैले त्यो इन्टर्नसिप कम्प्लिट गरेँ 4 महिना कम्प्लिट गरेँ त्यसपछि आएर मैले अनि यो ब्रेक भयो कोभिड पनि सुरु भयो अनि त्यही बेलामा फेरि मलाई यहाँ स्कुलमा आफूले पढेको विद्यालय आफूले अध्ययन गरेको स्कुलमा चाहिँ मलाई त्यहाँ अब भयो मैले गर्नु पर्यो भर्चुअल क्लासेसहरू लिएँ अनि त्यसपछि कोभिडको त्यो सबै त्यो के भन्छ त्यो कर्फ्यू टाइमलाई के थियो त्यसलाई लकडाउन खोलियो अनि त्यो लकडाउन खोलेपछि अनि म स्कुलमा गएर एटेन्ड गरेँ 2 इयर्स मैले त्यहाँ गरेँ त्यसपछि अनि फेरि 2 इयर्सको मेरो कन्ट्र्याक्ट सकेपछि अनि फेरि अब म फ्री भएँ अनि यहाँ अब मैले अहिले पढाइरहेको विद्यालयमा भ्याकेन्सी आएपछि यहाँ अब आएँ म यता जोइन भएँ एज अ सोसल स्टडिज टिचरको रूपमा अब यो विषय सोसल स्टडिजमा आइसकेपछि तपाईँको म्यानेजमेन्ट र यो सोसल स्टडिज यो त फरक विधा पर्यो एकदमै अनि कस्तो सुरुमा कस्तो महसुस भयो सोसल स्टडिजको कुरा गर्दाखेरि सर अब पहिला हामीले पढेको इङ्ग्लिस मिडियमबाट हजुर अब इङ्ग्लिस मिडियमबाट पढ्दाखेरि त्यो सोसल स्टडिज सब्जेक्ट मलाई त्यति साह्रो गाह्रो पनि थिएन आफ्नै अब फ्री राइटिङ हैन लेख्न त्यो मलाई त्यो कुनै गाह्रो थिएन अब म टिचिङ पेसामा आएँ विद्यार्थी जीवनमा त मैले सबै सोसल के अरे इङ्ग्लिस मिडियममै पढेँ अब यो टिचिङ पेसामा आएपछि यहाँ आएर मैले सोसल स्टडिजमा त्यो अगाडि पनि मैले इङ्ग्लिस मिडियमबाटै पढाइरहेको थिएँ अब यहाँ अहिले हाल अगाडि 7 वर्ष नै तपाईँले इङ्ग्लिस मिडियममै पढाउनु इङ्ग्लिस मिडियममै थियो अनि यहाँ आएपछि अब सोसल स्टडिज नेपालीमा नेपालीमा पढाउने अब हामीलाई कस्तो छ भन्दाखेरि मलाई अब सोसल स्टडिज अब नेपाली भाषामा हुँदाखेरि नेपालीमा बोल्न त भर्बल त राम्रै हुन्छ बोल्न फर्र सकिन्छ अब आफूले त्यो समयमा सबै कुरा इङ्ग्लिसमा पढ्दाखेरि अहिले आएर नेपालीमा पढ्दाखेरि चाहिँ मलाई धेरै च्यालेन्जेसहरू भयो कि मैले धेरै च्यालेन्जेसहरू फेस गर्नु पर्यो अनि पढाउन सोसल स्टडिज आफैमा रमाइलो पनि सब्जेक्ट हो एकदम अब सामाजिक भएर हामी अब एज अ सामाजिक प्राणी भएर हैन सामाजिक हुनुपर्छ अब यहाँ भनेको त हाम्रो सोसल भनेको नै कस्तो खालको विषय छ भन्दाखेरि हाम्रो रियल लाइफसँग रिलेटेड कुराहरू हुन्छ हामीले देखेको हेरेको हाम्रै यो वरिपरि भएको घटनाहरूदेखि लिएर सबै हाम्रो यो त अब रियलमै हुने भएकोले चाहिँ अब यो एउटा भनौँ न विषय हो अनि यसमा चाहिँ अब मलाई चाहिँ विशेष गरी मलाई भन्दा पनि बच्चाहरूलाई चाहिँ धेरै च्यालेन्जेस भयो अब नेपालीमा राम्रोसँग बोल्न सक्ने गर्न लेख्न लेखाइमा उनीहरूलाई अब भाषाहरू हजुर त्यो भयो कस्तो त्यसपछि अब यो अहिले कति वर्षदेखि पढाइरहनु भएको छ यो मैले यहाँ जोइन भएको म 3 वर्ष भयो कोभिडमा भनेपछि कोभिड पछिको कुरा हो कोभिड पछि अब सबै सकियो त्यो लकडाउन सकियो 3 वर्ष म यहाँ जोइन गरेको 3 वर्ष भयो 3 वर्षदेखि मैले नेपालीमा पढाइरहेको छु यो सामाजिक विषय अब यो नेपालीमा जुन अब एकदम फ्लुएन्स रूपमा नेपालीमा बोल्दाखेरि पढाउँदाखेरि र अङ्ग्रेजीमा बोल्दा पढाउँदाखेरिमा तपाईले आफैले पनि केही फरक महसुस गर्नु भएको छ यो स्वराङ्कनमा के जस्तो कि यो भर्बलको कुरा के जस्तो कि स्वराङ्कनको कुरा भन्छ नि अनि न्यारेसन के अब कुनै पनि चिज पढ्दाखेरि कसैले पढेको कस्तो सुनिन्छ कसैले पढेको कस्तो सुनिन्छ यो जति बढी हामी यो देवनागरी लिपि भन्छ के यो हामीले जुन नेपालीको कुरा गरेको छ यो देवनागरी लिपि हो यो देवताले नै सृजना गरेको लिपि हो भन्छ हैन अनि यो फेरि यो भर्बल थेरापीसँग जोडिएको कुरा छ के नेपालीमा बोल्दाखेरि शरीरमा हिलिङ भइरहेको हुन्छ भन्छ हेर्नुस् हिलिङ भइरहेको हुन्छ शरीरमा ट्रिटमेन्ट भइरहेको हुन्छ भने हो नि त हामी बोलेर पनि हाम्रो शरीरलाई ट्रिटमेन्ट भइरहेको हुन्छ के यो हिलिङ प्रोसेसमा गएको हुन्छ भन्छ त्यो हिसाबले पहिला तपाईले 7 वर्ष पढाउँदाखेरिको र अहिले तपाईले 3 वर्षमा यहाँ नेपालीमा बोल्दा पढाउँदाखेरिमा तपाईको त्यो शरीरमा पनि केही फरक परे जस्तो महसुस गर्नुहुन्छ त्यो त एकदम फरक भयो कि महसुस गर्छु उच्चारणहरू गर्दाखेरि ठ्याक्क अब कतिपय हामीले त इङ्ग्लिसमै भनिरहेको कुराहरू नेपालीमा भन्नु पर्यो त्यसले गर्दाखेरि कहिलेकाहीँ आफ्नै जिप्लो लडबडिने के त्यो पनि एउटा छ
अनि बच्चाहरूलाई पनि अब त्यो शब्दहरू बुझाउन अब मैले अब कुनै शब्द एउटा उच्चारण गरेँ भने उनीहरूले बुझ्दैन र त्यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गरेँ भने मजाले बुझिदिने त्यो पनि छ। त्यस्तो पनि छ। हजुर सर। ल अब यो क्लासभित्रकै कुरा गरौँ होइन, यो 3 वर्षको दौरानमा कक्षा कोठाभित्र तपाईँले बच्चाहरूलाई कसरी पढाउनुहुन्छ, के गर्नुहुन्छ, कक्षाभित्र मात्रै पढाउनुहुन्छ कि कक्षा बाहिर ग्राउन्डमा पनि ल्याउनुहुन्छ कि होइन, सिनियरहरूसँग पनि इन्टरेक्ट गराउनुहुन्छ कि होइन, स्कुलभित्रको कुराहरू मात्रै गर्नु न। हजुर सर। अब यो पढाइको कुरामा अहिलेको यो जुन हाम्रो अहिलेको यो जेनेरेसनहरूलाई अहिलेको यो समयमा अब अहिलेको हाम्रो समय भनेको नै अब टेक्नोलोजीले गर्दा यो प्रविधिले नै धेरै उ गरिरहेछ, मार्केट खाइरहेछ। अब प्रविधिकोमा उ गर्दाखेरि बच्चाहरूलाई चाहिँ विशेष गरी यो थ्योरिटिकल्ली भन्दा पनि प्र्याक्टिकल वेमा हजुर अब व्यवहारिक शिक्षा बढी सोसल आफैमा पनि धेरै नै व्यवहारिक शिक्षा दिनुपर्ने भएकोले चाहिँ अब सोसलमा चाहिँ कस्तो हुन्छ भने यो हाम्रो विषयमा चाहिँ बच्चाहरूलाई चाहिँ अब हाम्रो यो अध्यापन गराइरहेको मैले यो अध्यापन गराइरहेको विद्यालयमा चाहिँ विशेष गरी प्र्याक्टिकल टिचिङ पेडागोजी भनेको नै अब प्र्याक्टिकल प्रोजेक्ट बेस्ड लर्निङ, एक्सपिरियन्सियल लर्निङ, ग्रुप डिस्कसन अनि यसरी नै अब फिल्डहरू भिजिट योमा चाहिँ बढी ध्यानाकर्षण गराएर चाहिँ बच्चाहरूलाई चाहिँ त्यसरी चाहिँ पढाउने गरेछ सर। त्यो करिकुलममा के कुराहरू छ स्टार्टिङको कति क्लासलाई हेर्नुहुन्छ? मैले हेर्ने भनेको जुनियर सेक्सनलाई हाम्रो चाहिँ अब यहाँ विद्यालयमा चाहिँ 4 देखि हो 4 देखि 7 सम्मको कक्षाहरूलाई चाहिँ मैले 4 देखि 7 सम्मलाई चाहिँ मैले अब 4 5 6 7 यो जुन 4वटा ग्रेड भयो त्यो 4वटा ग्रेडमा त्यो करिकुलममा कस्तो फरक छ त? 4 क्लासमा जे पढाइन्छ 5 क्लासमा फेरि के पढाइन्छ, 6 मा फेरि के पढाइन्छ, त्यसरी कस्तो कुरालाई फोकस गरेको छ करिकुलममा? अब 4 र 5 को चाहिँ करिकुलम उस्तै हुन जान्छ भने 5 बाट 6 मा जानेहरूलाई बच्चाहरूलाई चाहिँ अलिक भास्ट छ करिकुलम। अनि फेरि 6 देखि अब हामी जति 10 सम्म जान्छौँ नि त्यही करिकुलम नै अलिकति भास्ट, अलिकति उनीहरूको त्यो लेभल अनुसार के कुराहरू छ जस्तो कि यहाँको यो भूगोल विशेष कुराहरू सबै हुन्छ सर। भूगोल विशेष अब यो सोसलमा चाहिँ कस्तो छ भन्दाखेरि साइन्ससँग रिलेटेड कुराहरू पनि छ, अब भौगोलिक कुराहरू पनि छन्, धार्मिक सांस्कृतिक कुराहरू पनि सबै छन्। अब यो समुदाय हैन समाजसँग सबै कुरा यो जोडिएकै हाम्रै यो रियल लाइफमै भएकै कुराहरूलाई नै सबै त्यहाँ जोडिएको हुन्छ। अनि अब यो 5 र 6 मा को करिकुलममा चाहिँ एउटै हुन जान्छ, एउटा हुन्छ अब समाज समुदाय हैन त्यसरी नै हुन्छ भने 6 यो पनि त स्कुल पनि त स्कुल एज अ त्यो मिनी नेचर अफ सोसाइटी भन्छ हैन, स्कुल पनि आफैमा एउटा समाज हो के, समाज एउटा समाज एउटा समुदाय भनौँ न। अघि मैले सुरुमै हजुरलाई भनेको थिएँ यो कक्षा कोठाभित्र तपाईले 3 वर्षदेखि जुन पढाउँदै आइरहनु भएको छ त्यो कक्षा कोठाभित्र के एक्टिभिटी गरिन्छ भनेको थिएँ नि, त्यो कुरा थोरै एकपटक फेरि भनिदिनुहोस् न। हजुरले भन्नुभएस्तै वक्तित्व कला कुनै एउटा विषयमा लिएर उनीहरूलाई वक्तित्व कला गराउने आयोजना गराउने। हाम्रो यहाँ एउटा के छ भन्दाखेरि कम्युनिटी सर्भिस लर्निङ भन्ने छ। त्यो कम्युनिटी सर्भिस लर्निङ भन्ने बित्तिकै हाम्रो चाहिँ के पर्छ भन्दाखेरि यहीँ हाम्रो स्कुल हाताभित्रै कक्षा हाताभित्र सरसफाइ कार्यक्रम आयोजना गर्ने हप्तामा एकचोटि त्यो बच्चाहरूले यहाँ कोही चौरतिर जान्छन् सेक्सन वाइज, कोही चौरतिर जाने, कोही आफ्नै कक्षा कोठा, कोही स्टाफ रुम, त्यो भयो। अर्को भनेको चाहिँ एउटा विषयमा चाहिँ उनीहरूलाई टपिक दिएर चाहिँ ग्रुप डिस्कसन गर्ने अनि एकअर्कालाई त्यो डिबेट जस्तो वाद विवाद जस्तो त्यो गराउने हुन्छ। अनि अर्को भनेको हाम्रो चाहिँ अब बच्चाहरूलाई अब भिजुअलहरू देखाएर त्यो भर्चुअल लर्निङ भयो हैन, त्यो भर्चुअल त्यो भिजिट पनि हो के। जस्तै तपाईले अब मानौँ अब यहाँबाट नजिकैको एउटा विश्व सम्पदा सूचीमै लिस्टेड भएको अब इन्द्रेश्वर महादेवको मन्दिर छ हैन, हजुर त्यही लानै पर्छ, समय मिल्यो भने त त्यहाँ लाने नै हो, समय मिलेन भने त सानो एउटा भिडियो इन्द्रेश्वर महादेवको देखायो भने त त्यही नै देखिहाल्यो। अहिले त त्यो भर्चुअललाई पनि युज गर्नुपर्छ भन्ने हो, तर यो नजिकै भएको हिसाबले त त्यो भर्चुअल भन्दा पनि कि यो त नजिकै छ नि त, वाकिङ डिस्टेन्समै छ। बच्चाहरूलाई हामी हिँडालेरै पनि त्यहाँ पुर्याउन सकिन्छ। त्यसरी हामीले लक्ष्यौँ पनि सर। त्यसरी हामीले यो के भन्छ बच्चाहरूलाई यहाँबाट हाम्रो यो पनौती जो क्षेत्रभित्र हिँडाउँदै होइन नेचर वाक भनेर लाने 4 र 5 लाई भन्यो भने अब हाम्रो यो कृषि हैन कृषिको अब देखाउनु पर्यो भने हाम्रो यहाँ
यो क्षेत्रमा चाहिँ के उत्पादन हुन्छ, यहाँका मानिसहरू के व्यवसायमा संलग्न छन् हैन, हो यही मार्फत चाहिँ हामीले चाहिँ यो देखाउँछौँ। एउटा इकोनोमिक एक्टिभिटिज भन्ने बित्तिकै त्योसँग रिलेटेड कुराहरू चाहिँ यहाँबाट देखाइन्छ। अनि भिजुअल मार्फत पनि भइहाल्यो सर, भर्चुअलबाट पनि भयो, प्लस हामीले यहीँबाट लगेर देखाउने हैन, त्यो पनि हुन्छ सर। के कम्युनिटी सर्भिस लर्निङ भन्नुभयो हैन? हजुर, कम्युनिटी सर्भिस लर्निङ पनि भएर चाहिँ अनि हामीले वृद्धाश्रम छ यहाँ पनौतीमा, अनि त्यहाँ लगेर त्यहाँका बुबा आमाहरूसँग पनि इन्टरेक्ट गराउने बच्चाहरूलाई, त्यो चाहिँ एउटा भ्यालु बेस्ड लर्निङसँग चाहिँ सम्बन्धित भएर चाहिँ त्यसरी लाने, त्यो पनि इन्टरेक्ट गराउने, त्यस्तो पनि हुन्छ। त्यो वृद्धाश्रममा लैजाँदाखेरि कुनै विद्यार्थीले सोध्छ उहाँहरूलाई किन यहाँ राख्यो हैन, आफ्नो घरमा किन नबस्या, के सोध्नुहुन्छ? सोध्छ, त्यस्तो प्रश्नहरू उनीहरूलाई पहिला नै हामीले यो क्वेसनायरहरू हैन के गर्ने हो भनेर त्यो तयारी गराउँछौँ। अनि उनीहरूले सोध्छन् तपाईहरु यहाँ किन बस्नु भएको, किन यहाँ आउनु भएको हैन, उनीहरूको धेरै अब बच्चालाई धेरै क्युरियस हुँदो रहेछ। त्यो वृद्ध जो त्यहाँ बस्नुहुन्छ उहाँहरू त रुनुहुन्छ होला त। अनि त्यो कोही रुनुहुन्छ, अनि प्रायः अक्सर बुबा आमाहरू चाहिँ हाम्रो बच्चाहरू देखेर चाहिँ खुसी पनि हुन्छ, खुसी हुने। अनि प्लस अब उनीहरूले अनि हाम्रो यहाँ बच्चाहरूलाई हामीले के पनि सिकाउँछ भने अब यो भ्यालुसँग रिलेटेड भएर चाहिँ हाम्रो चाहिँ अब करिकुलममा ह्युमन भ्यालु भन्ने छ कि, ह्युमन भ्यालुज एन्ड नर्म्स भन्ने छ, हो योसँग सम्बन्धित भएर चाहिँ बच्चाहरूलाई चाहिँ अब बुबा आमाहरूलाई भेट्न जाँदाखेरि एउटा बुवा आमाहरूले के खानुहुन्छ त, फलफुल, बिस्कुट, जुस हैन, दाल चामल यस्ता कुरा पनि दिनुपर्छ, सहयोग भनेर है। त्यो पनि यसरी हाम्रो बच्चालाई त्यो पनि एउटा सिकाइ हुन्छ, त्यो पनि लगेर जान्छौँ हामीले। हाम्रो बच्चाहरूले प्राय हाम्रो यहाँ बच्चाहरूले आफ्नै उबाट टक्सबाट पनि लान्छ। यहाँ बच्चालाई हप्तामा 2 चोटि अब बच्चालाई लग्ने खानेकुराहरू हुन्छ, उनीहरूले खाने यो बाहिरको यो जुन फुड बिस्कुट चाउचाउहरू अनि जुसहरू हुन्छ, हो त्यही खानेकुराहरू चाहिँ उनीहरू आफैले भन्छ, म्याम हामीहरू यहाँ त्यहाँको बुबा आमाहरूलाई यो दिन चाहन्छौँ। हामी अब 5-6 जना लागेको छ भने हामी 5-6 कक्षाको बच्चाहरू सबै मिलेर चाहिँ उनीहरूले आफै डिस्कस गर्छ, आफै भन्छ हामी यो दिन चाहन्छौँ, उहाँ बुबा आमालाई यो दिन्छौँ भन्छौँ। उनीहरू त्यसरी चाहिँ इमोसनली पनि के त्यो हुने त्यस्तो हुन्छ। एउटा त्यसले चाहिँ एउटा भावनात्मक रूपले चाहिँ एउटा त्यो कनेक्टेड गराउँदो रहेछ, त्यो पनि हुन्छ। बुबा आमा पनि एकदम खुसी हुन्छ। अनि प्लस अब बच्चाहरू देखेर अब आफ्नो कुराहरू कोही बुबा आमाले आफै सबै कुरा भन्नुहुन्छ, यसरी आएको भनेर, यस्तो हुन्छ भनेर। अनि उनीहरूलाई अनि कहिले अनि यहाँ आएर त्यो देखेर उनीहरू ला भोलिपछि हाम्रो आमा बुबालाई त हामीसँगै राख्नुपर्छ त्यसरी हुँदैन भन्ने त्यो हुन्छ, त्यो पनि हुन्छ। त्यो पनि एउटा भ्यालु, आमा बुबाको कति महत्त्व हुन्छ भन्ने कुरा त्यो एउटा त्यो उनीहरूलाई त्यो पनि एउटा हुन्छ। हजुर, त्यो बाहेक अरू जस्तो कि त्यही इकोनोमिक एक्टिभिटीमा पनि अब जस्तो कि रोपाई भएको बेलामा रोपाई जात्रामा पनि जाने त हुन्छ होला हैन? रोपाई जात्रामा के हुन्थ्यो भने सर, हाम्रो यहाँ आफ्नै भित्र, बाहिर हामी लग्दैनौँ, पहिला लाने गरिन्थ्यो। अनि अहिले हाम्रो यहीँ तलपट्टि चाहिँ हाम्रो स्कुलकै यहाँ भित्रपट्टि चाहिँ यहाँ कम्पाउन्डभित्र एउटा यहाँ खेत छ सर, सानो त्यो एउटा जमिन छ, हो त्यो बेलामा असारको महिनामा चाहिँ बच्चाहरूलाई चाहिँ हामीले त्यहाँ लगेर रोपाई गराउने, धान रोप्ने। तपाईहरुले पनि रोप्नुहुन्छ? हाम्रो यही बच्चाले पालो सबै बच्चाहरूलाई टिचरहरूले नि रोप्ने हो कि टिचरहरूले पनि रोप्ने, बच्चाहरूले टिचर हामी सबैजना संलग्न हुने, सबैजना हिलोमा जाने, त्यहाँ खेल्ने, रोप्ने। अनि यो धार्मिक र सांस्कृतिक को कुरा गर्दाखेरि चाहिँ यसमा हाम्रो त्यो अब पर्वहरू हुन्छ नि, जस्तो मानौ हामीले अब यो असारको 15 गते दही चिउरा खानुपर्छ भन्ने, त्यो भएर बच्चालाई यहाँ दही चिउरा खुवाउने दिने। किन त भन्दाखेरि असार 15 गते हो, यसरी हाम्रो यो एउटा परम्परा छ भनेर त्यो पनि एउटा सिकाइ हुन्छ। अनि हाम्रो त्यो अब हाम्रो नेपाल आफैमा चाहिँ जात भात धर्ममा विविधता पाइन्छ हैन, त्यस कारणले चाहिँ हामीले यहाँ कुनै पनि पर्वलाई चाहिँ हामी हिन्दू हो, हामी यो मात्र दसैँ तिहारलाई मात्र मनाउने भन्ने हुँदैन, सबै धर्महरूलाई सम्मान गर्छौँ र यहाँ बच्चाहरूलाई पनि मनाउन अब यसरी मनाइन्छ, यसरी गरिन्छ भनेर चाहिँ यहाँ चाहिँ सेलिब्रेसन पनि हुन्छ। फेरि यस्तो क्या, यो अहिले हामी पनौतीमा छौँ हैन, यो पनौतीमा फेरि एउटा मैले आर्टिकल पढेको थिएँ, यहाँ 50 प्रकारको जात्रा मनाइन्छ अरे के पनौतीमा। अनि त्यो सम्बन्धी तपाईँलाई पनि म त्यो डकुमेन्ट सेयर गरौँला हैन पछि। त्यो 50 प्रकारको जात्राको नाम पनि यसो विद्यार्थीलाई भन्ने हैन, त्यसमा 50 त अहिले गरिँदैन होला, 2-4वटा लोप पनि भइसक्यो होला हैन, तर त्यसमा मेजर एक्टिभिटीमा इन्भल्भ गराउन सकियो, त्यो सकिन्छ। अनि त्यसमा चाहिँ कस्तो छ भने सर, हाम्रो यो पनौती भन्ने एउटा विषय छ, यो अब लोकल सब्जेक्ट भनेर हाम्रो यहाँ पनौती स्थानीय करिकुलम त्यो छ। अनि त्यसमा चाहिँ अब बच्चाहरूलाई चाहिँ त्यो बारेमा
पढाइ हुन्छ अब सोसल र पनौती इन्टिग्रेटेड सब्जेक्ट पनि हो हजुर हजुर अनि त्यही भएर बच्चाहरूलाई चाहिँ अब यहाँ नर्मली हाम्रो यहाँ एभ्री इयर यहाँ होइन वर्षै पछि यहाँ पनौती जात्रा भन्छौँ हो त्यो मनाइन्छ त्यो यस्तो यस्तो गरी मनाइन्छ भन्ने हामीले भर्चुअल मार्फत देखाउँछौँ तर त्यही लगेर चाहिँ देखाउन चाहिँ अलिक सम्भव चाहिँ त्यो चाह्यो भने सकिन्छ प्र्याक्टिकली त्यहाँ पनि लान सकिन्छ एक वर्ष लाने अर्को वर्ष भर्चुअल देखाउने त्यसरी प्रत्येक वर्ष लानुपर्छ भन्ने छैन अनि एउटा मलाई सोध्नै मन लाग्यो धार्मिक र सांस्कृतिकको धेरै कुरा गऱ्यौँ नि हामीले त्यो भालेश्वर पनि विद्यार्थीलाई लानु भएको छ भालेश्वर महादेव छ नि यहाँ भालेश्वर महादेव बच्चाहरूलाई लगेको चाहिँ छैन तपाईँ जानु भएको छ म चाहिँ गएको छुइनँ सर म भालेश्वर विद्यालय गएको छु भालेश्वर महादेवतिर चाहिँ गएको छुइनँ भालेश्वर विद्यालय कहाँ त्यो कतापट्टि छ र यता माथि छ यही उही नगरपालिकाको यतापट्टि उही हो भालेश्वर ऊ त्यही हो यहाँ देखिराख्नु भएको छ नि सर यही त्यो यस्तो लामो विद्यालय हो त्यही हो भालेश्वर त्यो भालेश्वर महादेव त अलि यता पर्छ 2.5 किलोमिटर भित्रपट्टि हो त्यो पनि कस्तो छ भने यो पनि एउटा ठुलै तीर्थस्थल हो क्या इन्द्रेश्वर र भालेश्वर यताको नजिकको दुईवटा चाहिँ अलि ठुलो त्यो ज्योतिर्लिङ्ग भन्छ नि शिवलिङ्ग भनौँ न ज्योतिर्लिङ्ग त फरक हुने रहेछ 64वटा शिवलिङ्ग छ नेपालमा त्यो मध्येमा फेमस भनेको यो दुईवटा पर्छ क्या यहाँ काभ्रेपलाञ्चोकमा 6वटा पर्ने रहेछ त्यो काभ्रेपलाञ्चोकमा 6वटा पनि पनौतीमा मात्रै 2वटा पर्यो क्या त्यो हिसाबले यो त एउटा ऐतिहासिक ठाउँ हो भालेश्वर पनि यसो विद्यार्थीलाई लानुपर्छ यसो समय मिलाएर अब त्यो लानुपर्छ नत्र भए हामीले प्रायः जस्तो लाग्दा यहाँ इन्द्रेश्वर होइन अब मै आफै नगए पनि यहाँ अरू होइन टिचरहरूले चाहिँ लानुहुन्छ यहाँ अब यहाँ हाम्रो इन्द्रेश्वरमा लगिराख्ने यतैको क्षेत्रहरूमा चाहिँ हामीले लाने चाहिँ गर्ने भएको छ त्यो बाहेक अरू माथि पनि लान त लगिन्छ हजुर अब यसमा अब एउटा अर्को प्रसङ्ग जोडौँ होइन अब यसमा एक्स्ट्रा एक्टिभिटीमा स्कुलभित्र भन्दा स्कुल बाहिरको पनि त्यत्तिकै नै हुने रहेछ कम्युनिटी लर्निङ सेन्टरले तपाईँहरूले विभिन्न एक्टिभिटीमा विद्यार्थीहरूलाई लैजानुहुन्छ त्यो रिलिजियस कल्चरल इकोनोमिक होइन सबैमा लानुहुने रहेछ अब वृद्धाश्रमको त हामीले धेरै नै कुरा गऱ्यौँ अब त्यो एक्टिभिटीमा सपोर्ट हुने हिसाबले यहाँ स्टुडेन्ट अलमुनाई पनि छ तपाईँहरूको स्टुडेन्ट अलमुनाई छ नि यहाँ हजुर अलमुनाई छ त्यसले के काम गर्छ स्टुडेन्ट्स अलमनाईको त एक्स्ट्रा एक्टिभिटीमा केही सपोर्ट गर्छ गर्दैन अब यस्तो एक्टिभिटिजमा त सपोर्ट गरे चाहिँ त्यो मलाई अब म पनि अब 3 वर्ष भयो अलि नयाँ भयो त्यति साह्रो मलाई आइडिया चाहिँ भएन तर धेरै थोर हाम्रो स्टुडेन्ट्स अलमनाईहरू चाहिँ टाइम टु टाइम आएर स्कुलको मार्केटिङहरू गर्ने त्यस्तोमा चाहिँ छ उहाँले जो स्कुलको मार्केटिङ गर्नमा सपोर्ट गर्नुहुन्छ त्यस्तै त्यो अलमुनाईले त्यो कम्युनिटी लर्निङ सेन्टरसँग पनि कोलाबोरेसन गरेर होइन त्यो बाहिरको एक्टिभिटीमा पनि गऱ्यो भने त्यो राम्रो हुन्छ त्यो पनि राम्रो हुन्छ त्यो एउटा राम्रो एउटा सुझाव बिजनेसमा मात्रै गयो होइन हामी फेरि यो सोशल स्टडिजको कुरा गरेका छौँ अनि सोशल स्टडिज भन्ने बित्तिकै समाजसँग पनि कनेक्ट भएर कामहरू गऱ्यो भने राम्रो हुन्छ अब यो हामी सोशल स्टडिजकै कुराहरू गरेका छौँ अब त्यो तपाईँले 3 वर्षदेखि त्यो विषय पढाइरहनु भएको छ अब यो विषय पढाउँदाखेरि तपाईँले के चिजहरू तपाईँलाई राम्रो लाग्छ के चिजहरू अझै पनि चुनौतीको रूपमा देख्नुहुन्छ होइन जस्तै अघि भन्नुभएको थियो कि कुनै शब्द हामीले बच्चालाई उच्चारण गर्छौँ अब त्यो तिनीहरूले बुझ्दैनन् इङ्ग्लिसबाट ट्रान्सलेट गरेर बुझाउनु पर्छ भन्नुभयो होइन यस्ता के चुनौतीहरू फेस गर्नुभएको छ त भाषा बाहेक अरू चाहिँ के भन्दाखेरि अहिलेको यो बच्चाहरूलाई चाहिँ नेपाली बोल्न रमाइलो लाग्छ हजुर पढ्न र लेख्न भनेपछि उनीहरूलाई त्यति इन्ट्रेस्टै नहुने अनि हो यो एउटा च्यालेन्जिङ पनि भयो त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ सकेसम्म चाहिँ बच्चाहरूलाई चाहिँ उनीहरूको इन्ट्रेस्ट उनीहरूलाई चाहिँ कसरी चाहिँ अब पढाउँदाखेरि उनीहरू एकदम इन्टरेक्टिभ हुन्छ कसरी चाहिँ उनीहरू एक्टिभली पार्टिसिपेट गर्छ भन्ने त्यो हिसाबले हेरेर चाहिँ हामीले बच्चाहरूलाई चाहिँ त्यो इन्भल्भ गराउनको लागि चाहिँ प्रायः जस्तो एज अ सोसल टिचर मैले चाहिँ त्यो प्रोजेक्टर युज गरेर भिजुअलहरू राख्ने त्यो एकदम इन्ट्रेस्टिङ पिक्चरहरू देखाइदिने त्यसले गर्दा बच्चाहरूको अलिकति त्यो एट्र्याक्ट हुन्छ त्यो देखेर अनि त्यसले गर्दा इन्ट्रेस्ट देखाउने हुन्छ अनि पछि उनीहरूलाई नै क्वेसन गर्ने अब यो टपिक आज भोलि यो विषय पढाउन लागिरहेको छु भनेपछि उनीहरूलाई नै क्वेसन गर्ने पहिल्यै आफूले ब्रिफ नगर्ने उनीहरूले नै के जानकारी उनीहरूले के सुनेको छ कि छैन यो भनेको के हो भनेपछि अनि त्यो गरेर चाहिँ बच्चाहरूलाई चाहिँ अलिकति एक्टिभली पार्टिसिपेट गराउनको लागि चाहिँ अब रिवार्डहरू इन्गेज गराउनलाई चाहिँ इन्गेजिङ हुनु पर्यो बच्चाहरू इन्गेज भएन भने त हाम्रो पाठ अगाडि त जाँदैन गराउनलाई अब रिवार्डहरू अलिकति प्रलोभन पनि देखाउनु पर्छ कि रिवार्ड दिन्छु यस्तो गर्छु भनेर होइन क्वेसनहरू गर्ने तिमीहरू आफै पहिला कसले चाहिँ राम्रोसँग यो विषयमा चाहिँ भन्न सक्छ भनेर गराउने अनि अर्को भनेको ग्रुप डिस्कसन बच्चालाई समूहमा चाहिँ छलफल गराउने एउटा टपिक दिने उनीहरू आफैलाई गर्न लगाउने
अनि रिसर्च दिने अनि त्यसपछि प्रोजेक्ट वर्क रिसर्च के रिसर्च दिनुहुन्छ अब रिसर्च अब मैले हिजो मात्र अब मैले एउटा कक्षा 7 लाई चाहिँ एउटा त्यो परियोजना कार्य दिएको छु त्यसमा चाहिँ अहिले मेरो जुन चाहिँ सूचना प्रविधि भन्ने विषय छ अहिले यहाँ पढाउनु पर्ने हो त्यही विषयलाई लिएर चाहिँ मैले नानी बाबुहरूलाई चाहिँ के गरेको छु भने सूचना प्रविधि हैन अहिले अबको यसको फाइदा बेफाइदा के छ ए हजुर हजुर हुन त उनीहरू आफैलाई थाहा छ लेख्न सक्छन् तर पनि अब त्यसमा चाहिँ अब अलिकति रिसर्च बेस गरेर चाहिँ रिसर्च बेस गरेर चाहिँ गर्ने र आफ्ना कुराहरू पनि राख्ने अब जस्तो कि मैले अब उनीहरूलाई आफै क्रिटिकल थिङ्किङ खालको क्वेसनहरू दिएर हैन अब उनीहरूलाई अब हाम्रो अहिलेको बच्चाहरू भने चाहिँ टेक्नोलोजीको जमाना भएकोले सबैजनालाई ग्याजेट चाहिने नब्बे नहुने बस्न नसक्ने अनि त्यो भएको हिसाबले चाहिँ अब बच्चाहरूलाई चाहिँ मैले त्यो रिसर्चमा चाहिँ अनि तपाईहरुलाई एक दिन मोबाइल ल्यापटप चलाउन नपाउँदा कस्तो अनुभव हुन्छ त हैन आफ्नो फिलिङ्स हैन लेख भनेर त्यो प्रोजेक्ट वर्क दिएको थिए के अनि तपाईहरुलाई मन पर्ने सोशल मिडिया के हो त त्यसको चित्र बनाउने त्यसमा के आन्सर आथ्यो आन्सर हैन मैले दिएको छु सर आन्सर दिएको मैले आन्सरको चाहिँ मैले यो एउटा क्वेशन दिएको छु एउटा क्वेशन बनाएर दिएको छु उनीहरूले अब गर्छन् उनीहरूले गरेर ल्याउने आन्सर त उनीहरूलाई त अब मैले सोधेको नि त जस्ट अब यो वर्क दिएको छु अनि त्यो वर्कमा चाहिँ उनीहरूले गरेर ल्याउँछन् भन्ने कुरा तपाईको केसमा राख्यो भने अनि तपाईले पनि जस्तो कि यो सोशल मिडियाबाट एक दिन चलाउन नपाउँदाखेरि त्यस्तो केही होला जस्तो लाग्छ तपाईलाई कस्तो हुन्छ तपाईको केसमा मेरो केसमा सोशल मिडिया म आफुलाई चाहिँ मेरो अनुभव मलाई पनि सोशल मिडिया एक दिन चलाउन नपर्दाखेरि मलाई पनि उ हुन्छ किनभने हामी त्यसमै ह्याबिट भइसक्यो के भयो अपडेट आयो होला हैन के भइरहेछ त्यो अपडेट भइराख्न मन लाग्ने रहेछ के अब त्यो चलाउन भनेको हुन त अब हामी त अब 90s को किड भयो त्यति साह्रो त म त्यति साह्रो त्यो यो सोशल मिडिया त्यति ह्याङ आउट गर्ने त्यति हेर्ने उ गर्ने त त्यस्तो मान्छे हैन तर पनि केही कुरा अपडेट गर्नको लागि चाहिँ हेरिराख्ने प्लस कस्तो हुँदो रहेछ भने हामीलाई यस्तो सजिलो बनाइदिएछ कि यिनीहरूले केही अब आफूलाई आएन कहिलेकाहीँ ठ्याक्क यो भन्न सकिएन केही अब उ भयो भने टक्क टक टक गरे हेऱ्यो अब त्यो मोबाइल भएन भने म कसरी गरौँ त्यो सजिलो कि अब पहिला हामीले डिक्सनरी युज गर्नु पर्थ्यो पत्र पत्रिका पढ्नु पर्थ्यो खोजेर हेरेर क्या अब हामीलाई जे चाहिएको छ ट्याक्क त्यो सर्च गर्यो हेऱ्यो ट्याक्क आइदियो के सजिलो बनाइदियो त्यसले हामीलाई काम छिटो र सजिलो बनाइदिएको छ रिभ्यूको लागि सर र त्यसले सजिलो पार्यो हैन तर त्यसलाई हेबिचुअलको रूपमा चाहिँ लान हुँदैन हैन म पनि अस्ति भर्खर म एउटा प्रोजेक्टको कामले म कपिलवस्तु गएको थिएँ अनि फर्किने बेलामा त्यो बसमा आएँ म नाइट बसमा अनि मेरो अगाडिपट्टि एकजना वृद्ध हुनुहुन्थ्यो हैन भन्नाले उहाँ 60 वर्षकै हुनुहुन्थ्यो होला अब उहाँको यति एडिक्ट रहेछ अब हेर्दै रातभरि नै उहाँले त्यो हेर्दै आउनुभयो कि फेसबुक हेर्दै आउनुभयो हैन टिकटक र फेसबुक हेर्दै आउनुभयो लगभग कति हेर्नुभयो भनेपछि त्यस्तो मान्छेलाई पनि एडिक्ट भएर रहेछ के तर त्यो केसमा मलाई भन्नुभयो भने म चाहिँ त्यसमा एडिक्ट छैन म एन्ड्रोइड पनि युज गर्दैन म यो सिम्पल सेट युज गर्छु अनि यसमा नर्मल्ली एक दिनमा 50 देखि 100 वटा कल आउँछ अनि कसले कल गर्छ भनेर पनि मैले यसलाई हेर्दैन डिलिट अल गरिदिन्छु के मैले अनि जे मेरो काम हो त्योमा म फोकस हुन्छु मबाट हुने काम केही पनि चिजलाई मैले डिले गर्दैन हैन यो आज जो हामी गर्दै छौं यो मेरो 1 हप्ता अगाडिको प्लान थियो के हैन 1 हप्ता अगाडिको प्लान म एउटा प्रोजेक्टमा नजाँदै यो प्लान गरेर म भ्यालीबाट बाहिर गएको पहिला यो प्लान गरेँ यहाँ 3 वटा पोडकास्ट गर्ने आज 7 गते बिदाको दिन पारेर अनि म कपिलवस्तु गएँ 2टा प्रोजेक्टमा त्यहाँ काम गरेर म हिजो दिउँसो काठमाडौँ फर्केँ अनि आज म यहाँ आएँ हैन म के काम गर्ने त्यो आउटपुट ओरिएन्टेड मान्छे हो के म हजुर सर आउटपुट ओरिएन्टेड मलाई आउटपुट चाहिन्छ यसमा कसले फोन गर्यो के गर्यो हैन त्योसँग मलाई सरकार अहिले एकछिनमा डिलिट अल यहाँ कति कल आइरहेको छ यो बेलुकातिर डिलिट अल हुन्छ यो हैन मेरो जे जब हो मेरो जे ड्युटी हो जे मेरो रेस्पोन्सिबिलिटी हो र जे मेरो इन्ट्रेस्ट हो त्यसमा मात्रै मैले काम गर्छु के त्यसमा अलि बढी ध्यान आकर्षण धेरै बढी फोकस हुने केन्द्रित भएर मसँग सम्पर्क गर्नलाई अब इमेल मात्रै हो हजुर इमेलबाट मात्रै मसँग सम्पर्क हुन्छ के यो फोनबाट यो गरेर हुँदैन इमेलमा आफ्नो लेख्ने के हो के विषयवस्तुमा मसँग भेट गर्ने हो त्यो गरेपछि म आफै उहाँलाई नम्बर दियो भने म आफै फोन गर्छु बोलाउँछु मेरो अनुकूल समयमा किनकि म त धेरै काम गर्छु नि त मैले मेरो पनि आफ्नो एउटा रुटिन हुन्छ कसैले बोलाउँदै ल यहाँ आउनुहोस् भन्दैमा त म जान सक्दैन नि हैन त्यो हिसाबले म यो मिडिया चाहिन्छ यो अहिलेको एरा नै डिजिटल एरा हो योबाट धेरै फाइदा छ तर मेरो चाहिँ के हुन्छ भने एडिक्ट चाहिँ हुन हुँदैन के हैन सबैको पछाडि लागेर नि साध्य छैन हैन अहिले म यो लेभलमा छु हैन
अब विभिन्न स्ट्रगलबाट म यहाँसम्म आछु भनेपछि मबाट धेरैजनाले अब भेट्न चाहनुहुन्छ, कुनै विषयमा अब रिसर्चमा पनि केही अब सल्लाह सुझाव लिन चाहनुहुन्छ, त्यो हिसाबले स्टुडेन्ट प्रोफेसनल सबै खाले मान्छेले मसँग भेट गर्न खोज्छ हैन। यहाँनिर अस्ति भर्खरै अब एकजना ठुलै मान्छेले पनि मसँग भेट्न खोज्नु भएको थियो, तर मसँग अब उहाँले फोन पनि गर्नुभयो, तर त्यो सम्पर्कै भएन के हैन। त्यसरी मेरो केसमा अब यो यसमा एडिक्ट हुनुपर्छ भन्नेमा मलाई नहुनुस् भन्छु कि मैले पनि। त्यो त एकदम फाइदा लिने हो, एडिक्ट चाहिँ हुने हैन। अब त्यो मैले वृद्ध मान्छेको कुरा गरेँ, 60-62 वर्षको मान्छेले रातभरि नै त्यो मान्छेले फेसबुक हेरेर टिकटक हेरेर अब त्यो कमेडियन टाइपका हुन्छ नि, त्यही मात्रै हेरिरहेको कि मेरो अगाडि हुनुहुन्थ्यो। अब म त जताततै अब्जर्भ गर्छु। मेरो फेरि कस्तो छ भने नाइटमा म यात्रा गर्दा म 1 मिनेट पनि सुत्दैन के, 1 मिनेट पनि म सुत्दैन। सबै एक्टिभिटी हेर्ने, अब यताउता आफ्नो प्लान गर्ने हैन। प्लानिङ त अब विभिन्न कामको प्लानिङ बस्दा बस्दै पनि हुन्छ नि, त्यस्तो हुन्छ। ल तपाईको पनि फिल भन्नुभयो, मेरो पनि फिल भन्यो। हामीले स्टुडेन्ट मेरो पनि हजुर भन्नुस् त सर है, मेरो पनि के भन्छ नि, यो सोशल मिडिया हामीलाई चाहिन्छ, यसले हाम्रो काम छिटो र सजिलो पनि बनाइदिएको छ। हजुरले भन्नुभएको जस्तै फाइदा मात्र लिने, आफू चाहिँ त्यसको चाहिँ आफूलाई चाहिँ त्यो एडिक्टेडै भएर चाहिँ ऊ हुनु भएन। अनि बच्चाहरूलाई पनि हामी भन्ने त्यही हो, फाइदा मात्र लिने हो। अब थाहा छ कि यसबाट हामीलाई धेरै बेफाइदा हुन्छ भन्ने कुरा, तर पनि एकचोटि एडिक्टेड भएपछि नसक्दो रहेछ। तर म पनि त्यस्तै हो सर। अब मेरो पनि कस्तो छ भन्दाखेरि यो मैले मोबाइल भनेको त्यही हो। अब हामी एज अ टिचर टिचिङ फिल्डमा लागेको, अब हामीलाई चाहिँ कस्तो हुन्छ भने बच्चाहरूलाई चाहिँ आइडियाजहरू लिनु पऱ्यो कि कसरी पढाउँदा ठिक हुन्छ, के देखाउने हैन भनेर चाहिँ त्यो आइडियाहरू लिनलाई चाहिँ अब इन्फर्मेसनहरूलाई चाहिँ हामीलाई एकदमै चाहिन्छ, त्यो त चाहिन्छ नै छ। त्यो प्रिपेयरहरू अब स्लाइडहरू बनाउनको लागि, अब त्यो उ गर्नको लागि चाहिँ हामीलाई यो सोसल मिडिया चाहिँ एकदमै आवश्यक छ, टिचरको लागि पनि त्यो पनि छ। ठिक छ। अब अलिकता स्टुडेन्टहरूसँग त्यो 6 र 7 को लागि मैले यस्तो यस्तो रिसर्च बेस यस्तो प्रोजेक्ट दिएको छु भन्नुभयो, त्यही विषयमा हाम्रो कुराकानी अलि लामो भयो, डिस्ट्र्याक्ट पनि भयो। तर यो हुन पनि पर्छ, हामी स्टुडेन्टको मात्रै फिल बुझेर भएन, आफ्नो पनि फिल के छ भन्थ्यो। अघि पनि हाम्रो त्यो इन्फर्मल कुरामा पनि शिक्षा र दीक्षा भनेको चिज एकदमै त्यो एउटै सिक्काको 2टा पाटा भने जस्तो। तपाईँले स्टुडेन्टलाई भन्नुहुन्छ यस्तो गर्नुहोस्, तर तपाईँ आफैले नै गर्नुहुन्न हैन। आफूले नै गर्नुहुन्न भने के फाइदा हो? त्यो मेरो केसमा म जोड्छु। मेरो बाबा पनि डाक्टर हो हैन। अब उहाँ 49 वर्षमा उहाँले हामीलाई छोडेर जानुभयो, 49 वर्षमा। अब अरूलाई भनेको छ यो नखानुस् त्यो नखानुस्, आफैले खाइदिएको छ। एक्ज्याक्टली सर। त्यो कुराले म बाबासँग कुरै गर्दैन थिएँ के, किनकि अघि तपाईँले आमा बुवाले सम्झिनु भयो, अब मैले पनि सम्झेँ हैन। अब प्रसङ्ग आयो सम्झिहालेँ। म बुवासँग मैले बुवासँग त्यसमा आपत्ति जनाउँथेँ क्या। तपाईँले अरूलाई यो नखानुस् भन्नुहुन्छ, तपाईँले किन खानुहुन्छ भन्थेँ मैले। त्यो त अरूलाई भन्ने कुरा एउटा हुन्छ, गर्ने कुरा एउटा हुन्छ। त्यो हजुरको जस्तै एउटा केस मेरो पनि, मैले मेरो आफ्नो बाबालाई के भन्थेँ भने, पहिला मेरो बाबाले त्यो हेल्थ एन्ड पपुलेसन पनि पढाउनुहुन्थ्यो। त्यो बेलामा अब पपुलेसनको कुरा गर्दा, जनसङ्ख्याको कुरा गर्दा अब सानो परिवार हुनुपर्छ भन्थ्यो। अनि हाम्रोमै 4-4जना बच्चा छ, किन 4-4जना बच्चा भनेर बाबुलाई क्वेसन गर्ने के। अब त्यस्तो एउटा त्यसमा के भन्नुहुन्थ्यो? के पनि भन्नुहुन्न, हामी पनि 4 जना, हाम्रो झन् 9 जना भन्नुहुन्छ नि। त्यस्तो के पनि भन्नुहुन्न। अब यही हो सर, अब सिकाइको क्रममा अनि बच्चाहरूलाई यस्तै अब अधिकार र अब हाम्रो यो विषयमा अधिकार र कर्तव्यको कुरा आउँछ हैन। अधिकार र कर्तव्यको कुरा आउँछ। फोकस त बढी अधिकारमा हुन्छ, अधिकारमा मात्र खोज्छ, कर्तव्य नगरिदिने। आफ्नो कर्तव्य के हो थाहै छैन। अब हाम्रो अक्सर बच्चाहरूलाई चाहिँ पढाइमा त इन्ट्रेस्टै लाग्दैन। जो कोही होस् पढाइमा त्यति इन्ट्रेस्ट देखाउँदैन, पढ्न नपढे हुन्थ्यो हैन, लेख्न नपढे हुन्थ्यो, खालि खेल्न पाए हुन्थ्यो, खालि अब नेट मात्र इन्टरनेट टाइम मात्र पाए हुन्थ्यो भन्ने जस्तो हुन्छ। एउटा ठ्याक्कै मैले तपाईँलाई सेयर गर्ने मन लाग्यो। एउटा स्कुलमा पढ्ने विद्यार्थी, त्यो राम्रै बोर्डिङ स्कुल हो, कीर्तिपुरकै हो हैन। त्यो एकजना भाइले अब पढ्ने त्यसमा, अनि त्यो भाइलाई एक विषय मात्रै पास गर्ने, अरू विषय फेल हुने। एक विषय भनेको कम्प्युटर के। अनि मैले एक दिन सोधेँ, अनि बाबु अनि यो सबै विषयमा फेल हुने, एउटा विषयमा त पास हुने रहेछ, यो विषयमा त फेरि कसरी पास भयो? ए अङ्कल यो विषय त पढ्नै पर्दैन, गरे पुगिहाल्यो भनेर हैन। यसो त गरे कम्प्युटरमा त अब पढ्नै पर्दैन, यसो गरे प्र्याक्टिकल गरे पास भइहालिन्छ, अरू विषय पढ्नै मलाई मन लाग्दैन भन्थे कि। अहिले त्यो बिजनेसम्यान भएको छन् क्या त्यो भाइ अहिले। त्यो अब त्यस्तो हुन्छ हैन। आजको स्टुडेन्टले धेरै पढ्न नि खोज्दैन सर। अहिलेको बच्चाहरू चाहिँ पढाइमा त्यति साह्रो इन्ट्रेस्ट देखाउँदैन, तर उनीहरूको मैले देखे अनुसार चाहिँ अहिलेको बच्चाहरू चाहिँ धेरै
एक्टिभ चाहिँ छन् सर, एक्टिभ छन्, एकदम एक्टिभ भन्छ, स्मार्ट भन्छ हैन। हजुर, त्यो कस्तो भन्दाखेरि जुन हाम्रो समयमा हामी टिचरहरू भनेपछि हामीलाई डर लाग्ने, हामी यसरी बोल्न नसक्ने छ भने अहिलेको बच्चाहरू एकदम निडर भएर त्यो राम्रो पनि हो, त्यो राम्रो नि हो। त्यो तपाईहरु जस्तो टिचरले नै त यसरी गरेर एकदम जति पनि तपाईले प्र्याक्टिकल गराउनु भएको छ नि, त्यो प्र्याक्टिकल गर्दा त्यसको इफेक्ट हो के। हजुर, पहिले त प्र्याक्टिकल हुँदैन थियो, त टिचर आउने सर पढाउने हैन, स्टुडेन्टले सुन्ने, लेक्चर मेथड हैन, लेक्चर मेथड त्यही हो। हाम्रो त प्र्याक्टिकल हुन्छ। अहिले त हाम्रो चाहिँ प्रोग्रेसिभ लर्निङ भनेको छ, त्यसलाई नै फोकस गरेर जब एक्सपिरियन्सल लर्निङमै जे गरे पनि एक्सपिरियन्स, प्र्याक्टिकल, व्यवहारिक शिक्षा हुनुपर्छ। पढ्न त पढाएको छ, थाहा छ, व्यवहारिक रूपले त उनीहरूले केही गर्दैनन्, केही गर्न जानेनन्, उनीहरूलाई ज्ञान त छ नि, त्यही भएर व्यवहारिक शिक्षा पनि एकदम आवश्यक छ अहिलेको यो समयमा। भन्नुभएको त्यो मलाई स्ट्राइक गरिरहेको छ कि, जस्तो कि वृद्ध आश्रम घुमेर आइसकेपछि स्कुलमा आएर हैन हामीले त हाम्रो आमा बुवाले सँगै राख्ने हो, यसरी पठाउने हैन भनेर भन्छन् भन्नुभयो नि, त्यो सिकाइ भयो के, भ्यालु बेस्ड एजुकेसन हैन, त्यस्तो सिकाइ भयो। त्यस्तै सिकाइ अब हरेक क्षेत्रमा होस् के हैन, हरेक क्षेत्रमा भयो भने अब तिनीहरू बल्ल तिनीहरूले कर्तव्यको कुरा पनि बुझ्दै जान्छ। ल अब ठिक छ, अब हामी थोरै अब हजुरको यो करिकुलम को कुरा त हामीले गरिसक्यौँ हैन, पेडागोजीको कुरा पनि, अब पेडागोजिकल कुराहरूमा अब तपाईहरु टिचरहरूलाई यहाँ कस्तो कस्तो ट्रेनिङहरू गराइन्छ हैन, यसरी पढाउनुस्, कसरी पढाउँदाखेरि इफेक्टिभ हुन्छ भन्ने हो पेडागोजी भने त। अब त्यसमा कस्तो कस्तो ट्रेनिङहरू यहाँ दिइन्छ अनि टिचरहरूलाई कुन खाले पेडागोजी बढी प्रयोग हुन्छ हैन। अब प्रत्येक कोठाहरूमा यहाँ त अब हाम्रो उ पनि छ, स्मार्ट बोर्डहरू पनि छ हैन, अब टिभीहरू सबै छ नि त। अब त्यो हिसाबले त्यो भर्चुअल क्लासहरू पनि हुने नै भयो। अनि त्यस्तो ट्रेनिङमा के छ यहाँ तपाईको विद्यालयमा? विशेष गरी चाहिँ अब टिचिङ पेडागोजी नै भनौँ न। हजुर, त्यो पेडागोजीमा बच्चाहरूलाई चाहिँ अलिकति अब कसरी चाहिँ अब क्लासरुममा कसरी इन्गेज गराउने, कसरी मोटिभेट गर्ने। हजुर, अब कुनै एउटा विषयमा पढाउँदाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ त्यसलाई अलिकति इजी अनि इन्ट्रेस्टिङ वेमा चाहिँ कसरी गर्ने भन्ने कुरामा नै हाम्रो त्यो ट्रेनिङहरू हैन, करिकुलम सम्बन्धित ट्रेनिङहरू त्यस्तो भइरहेको हुन्छ नै, भइरहेको पनि छ सर। त्यसमा अहिले पछिल्लो समयमा म पनि एउटा शिक्षाविद हो हैन, मैले एउटा एजुकेसनमै एमफिल गरेको छु, एजुकेसनमै पिएचडी गरेको छु। एउटा टिप्स म तपाईलाई दिन्छु हैन, यही छलफलकै क्रममा। अहिले पछिल्लो समयमा कन्स्ट्रक्टिभिस्ट पेडागोजी भन्छ के, कन्स्ट्रक्टिभिस्ट पेडागोजी, तपाईले ट्रेनिङ पनि लिइसक्नु होला। यसमा धेरै कुरा केही सम्झिन परेन, 5वटा ई सम्झे पुगिहाल्यो के, 5 E's है। फर्स्ट ई भनेको एङ्गेज, अघि नै भन्नुभयो नि, स्टुडेन्टलाई नै सबभन्दा पहिला एङ्गेज गराउनु पर्यो के, फर्स्ट ई। अब सेकेन्ड ई भनेको एक्सप्लेन, त्यो एङ्गेज गरेपछि त्यसलाई त्यो एक्सप्लेन गर्न पनि सक्नु पर्यो त्यो विद्यार्थीले। पहिला त त्यो तपाईँको टपिकमा कन्टेन्टमा एङ्गेज हुन पर्यो। सेकेन्ड ई भनेको के, एक्सप्लेन, त्यसलाई एक्सप्लेन गर्न सक्नु पर्यो। एक्सप्लेन गरेर मात्रै पनि हुँदैन, त्यसलाई फेरि के गर्नु पर्यो, त्यसलाई एक्सपिरियन्स पनि गर्नु पर्यो, अनि त्यसलाई अनि फेरि एक्सपेरिमेन्ट पनि गर्नु पर्यो हैन, एक्सपेरिमेन्ट पनि गर्नु पर्यो, एक्सपिरियन्स पनि गर्नु पर्यो, त्यसलाई फिल गर्नु पर्यो क्या आफूले हैन। अनि लास्ट ई भनेको एक्सप्लोर, आफूले पनि केही आफ्नो आइडिया जेनेरेट गर्नु पर्यो क्या, यसमा त यस्तो गऱ्यो भने यस्तो हुन्छ नि भनेर टिचरले पनि सोच्नु पर्यो, विद्यार्थीले पनि सोच्नु पर्यो। त्यसरी यो 5 ई, यो 5 ई, यो ब्लम्स टेक्सोनोमी भन्ने हजुरले हेर्न सक्नुहुन्छ हैन। त्यो ब्लम्स टेक्सोनोमीको बेसमा छ के, यो सबैभन्दा पहिला एङ्गेज, बेस भनेकै एङ्गेज के, एङ्गेज पछि एक्सप्लेन, एक्सप्लेन पछि एक्सपिरियन्स, एक्सपिरियन्स पछि एक्सपेरिमेन्ट, एक्सपेरिमेन्ट पछि लास्टमा एक्सप्लोर हैन, आफूले पनि एउटा नयाँ आइडिया। अब लास्टमा अब हामी अन्त्यमा छौँ, अब तपाईँको पनि अब एक्सप्लोरमा कुरा हुन्छ हैन। अब तपाईँले 7 वर्ष अब सोसल साइन्स पढाउनु भएन, प्योर साइन्स पढाउनु भयो, साइन्स टिचर पढाएर 7 वर्ष साइन्स टिचरको रूपमा पढाउनु भयो। फेरि विगत 3 वर्षदेखि फेरि अब सोसल स्टडिजमा पढाउनु भएको छ, यो पनि साइन्स हो क्या, यो होइन कि प्योर साइन्स मात्रै साइन्स हो भन्ने हिसाबले पनि हामी पछाडि पर्छौँ क्या। प्योर साइन्सको आफ्नै भ्यालु छ, आफ्नै त्यसको महत्त्व छ। प्योर साइन्सको पोजिटिभिस्टहरूले पनि समाज पनि चाहिन्छ, संस्कृति पनि चाहिन्छ, धर्म पनि चाहिन्छ त भनेका छन् नि त हैन। अब यो सोसल स्टडिज भन्ने बित्तिकै यो प्योर साइन्स भन्दा यो एकदम सानो हो, यसमा सामान्य हो, धेरै स्टुडेन्ट ट्यालेन्ट हुन पर्दैन भन्ने त होइन नि, यसको आफ्नै महत्त्व छ। यसरी तपाईँको 10 वर्षको टिचिङको दौरानमा तपाईँको केही सजेसनहरू दिनुहोस् न अन्त्यमा। हजुर सर, अब सर मेरो विचारमा चाहिँ अब अहिले हरेक विद्यालयले चाहिँ अब टिचिङ पेडागोजीमा चाहिँ अब एक्सपिरियन्सल लर्निङ गराइराखेकै हुन्छ हैन। अब त्यसमा पनि कस्तो भन्दाखेरि अकेजनली भइरहेको हुन्छ हैन। अब मलाई चाहिँ अब एज अ यो सोसल, अब जस्तै स्थानीय सरकारले के गर्दा हुन्छ भन्दाखेरि
प्रत्येक आफ्नो क्षेत्रमा स्थानीय सरकारहरूले चाहिँ अब विद्यार्थीहरूलाई चाहिँ एउटा यो नगरपालिका अथवा गाउँपालिका के छ नि त्यहाँ चाहिँ एउटा कार्यक्रम आयोजना गरेर चाहिँ बच्चाहरूलाई के यो स्कुलहरूले चाहिँ ल्याउने के कार्यहरू गर्दो रहेछ त्यहाँको गतिविधिहरू देखाउन पाए हुन्थ्यो कि त्यो गर्दा चाहिँ अझ बढी बच्चाहरूलाई त्यहाँको शासन र सुशासन शासनहरू कसरी होइन उ गर्छ भन्ने कुरा त्यो एक्टिभिटी चलाउँछ त्यहाँको उनीहरूको कार्यहरू के हो के काम गर्ने त भन्न त हामी यहाँ भन्छौँ हजुर वडा यो नगरपालिकाको काम यो हो केन्द्रीय सरकारको काम यो हो भन्ने त गर्छौँ तर अब किताबमा भनिन्छ पढाउँदा भनिन्छ तर त्यही प्रत्यक्ष रूपमा चाहिँ बच्चाहरूलाई चाहिँ सिकाउन पाए अझ राम्रो हुन्थ्यो कि भन्ने चाहिँ मेरो एउटा त्यो पनि छ अर्को भनेको चाहिँ अब बच्चाहरूलाई चाहिँ अब व्यवहारिक शिक्षामा चाहिँ अब बेलामा आफ्नो यो क्षेत्र कम्युनिटीमा गएर होइन सोसल हुने सोसलाइज गर्ने होइन त्यहाँको अब बच्चाहरूलाई चाहिँ अब बाहिरीको यो रियल वर्ल्डको चाहिँ अब पश्चिमा देशहरूमा कम्युनिटी लिङ्केज प्रोग्राम भन्छ क्या त्यसलाई हजुर कम्युनिटी लिङ्केज हो तपाईँको कम्युनिटी लर्निङ सेन्टर त छ होइन तर त्यो कम्युनिटी लिङ्केज कम्युनिटीसँग डाइरेक्ट लिङ्केज नै गर्ने होइन लिङ्केज गरेर विभिन्न उहाँहरूको एक्टिभिटीमा इन्भल्भ हुने त्यो पनि तपाईँले राम्रो भन्नुभयो हजुर त्यो बाहेक अरू के गर्दाखेरि मेरो अरू त अब यहीँ गरिरहेकै कुरा हुन्छ है सर त्यो बाहेक त्यो चाहिँ अलिकति हुन्छ कि भन्ने कुरा चाहिँ मलाई चाहिँ ल हस् त ल धेरै धेरै धन्यवाद होइन तपाईँले हामीलाई समय दिनुभयो अनि अमूल्य सुझावहरू पनि दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद सर मलाई यो अवसर दिनुभएकोमा